हामी चाहिँ दुईजना जानु लाग्यो बाहिरमा। हामी चाहिँ आइपुग्नु लाग्यो। त्यो छमा हामी छ मोबाइल खस्यो भने जान्छ मेरो मोबाइल। नमस्ते गाइज, वेलकम टु माई न्यू ब्लग। हामी चाहिँ आज खोला खेल्न जानु लागेको। हामी यहीँ भालुखोप दामी छ भालुखोप यतातिर। हामी चाहिँ दुईजना जानु लाग्यो बाहिरमा। यस्तो गर्मी छ है गाइज, लास्टै अब हामी त हाम्रो यो भालुखोप भन्ने खोला छ कि अब त्यसैमा खेल्न जानु लागेको हामी। अब दुईजना मात्र, हातमा साबुन बोकेर मिनी भ्लगको लागि त के गर्नु पर्दैन, बोल्नै पर्छ। लन्ठङ पार्दै हिँडेको हामीलाई। यस्तो दामी चाहिँ कति देखाउने होला यो मात्र भ्युज। दामी है भ्युज चाहिँ दामी। दुईजना जानु लाग्यो कि यो बनै जाने हो क्या, हामी बनै जाने हो। यो तपाईँलाई त्यहाँ पुगेपछि भुँडा देखाउँछ है त। ल हामी चाहिँ आइपुग्नु लाग्यो बाटोमा, जाँदैछौँ हामी। यस्तो बाटो छ अप्ठ्यारो। हामी चाहिँ आइपुगिसक्यो है दामी पाराले। साबुन स्याम्पू है त्यहाँ। ल गाइस, हामी फेरि भ्याएपछि भ्लग गर्छ। हेलो गाइस, हामी चाहिँ पौडी खेलेर घर जाँदैछौँ। अब घर गएर नुहाउनु सही गर्नु पऱ्यो। झ्याइ लाग्यो। तपाईँहरूलाई घर पुगेपछि भ्लग देखाउँछु है त गाइस। अप्ठ्यारो हुन्छ मोबाइल खस्यो भने जान्छ मेरो मोबाइल। है त गाइस। A few moments later. अस्ति गाइस म चाहिँ घर आइपुगेँ है। झाला है, घर आइपुग्यो। अब म नुहाइधुवाइ गर्छु अनि सुत्छु। ल आजको मिनी भ्लग यति नै। तपाईँहरूलाई राम्रो लागे लाइक कमेन्ट गरिदिनु होला। नलागे पनि केही भएन भने सुझावहरू दिनु होला। ल आज भ्लग यति नै। जय नेपाल।